नमस्कार साथीहरू, 2569औं बुद्ध जयन्तीको सबैलाई शुभकामना छ। आजको यो भिडियोमा हामी भगवान गौतम बुद्धको जीवनी ल्याएर आएका छौँ। भगवान सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन्। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन्। बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भन्ने बुझिन्छ। गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो। उहाँ कुनै शान्ति दूत हुनुहुन्न थिएन, उहाँ सद्धर्मको मार्गदर्शक हुनुहुन्थ्यो। पछिल्लो समयमा भएका विभिन्न अनुसन्धान अनुसार उहाँको मृत्यु 486 देखि 483 ईसा पूर्वको बीचमा रहेको मानिएको छ। तथापि सिद्धार्थ बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन वर्तमान नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो। उनले आफ्नो जीवनकालको पहिलो 29 वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए, तर उनी सदा संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। भगवान गौतम बुद्धको इतिहास अनुसार उनी त्रिकल्पसम्म हजारौं पूर्व जन्महरूमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संवेदनशील थिए। केही न केही मार्ग त अवश्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रूपमा उनको मनमा आभास भइसकेको थियो। कठिन ध्यान र खोजको माध्यमबाट दुःख निवारणको सत्य मार्ग पत्ता लगाउने उद्देश्यले 29 वर्षको उमेरमा गृह त्याग गरी राजकुमार सिद्धार्थ भारतको विभिन्न ठाउँमा 6 वर्षसम्म महान तपस्या गर्नुभयो। अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरी मध्य मार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्बोधि प्राप्त भयो र त्यसपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। त्यसपछि शेष 45 वर्षसम्म उहाँ भारत र नेपालका विभिन्न ठाउँ पुग्नु भई दुःख निवारण सम्बन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र परिवर्तन गर्नुभयो। उहाँको जन्म र नामाकरण कहाँ भयो भन्ने कुराहरू। सिद्धार्थ गौतम बुद्धका बाबु शुद्धोधन र तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटामा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसे। त्यही उनीलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो। शाक्य कुलको रीतिअनुसार 5औं दिनमा त्रिवेदले पारङ्गत 108 ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजन गराई उपस्थित मध्ये सर्वश्रेष्ठ ब्राह्मणहरूबाट नामाकरण गराएका थिए। सबै मनोकामनाले पूर्ण गर्ने भन्ने अर्थमा ती ब्राह्मणहरूले यी बालकको नाम सर्वार्थ सिद्ध राखे। यही शब्दको छोटकरीमा सिद्धार्थ नामले उनलाई पुकारियो। बाल्यकाल र विवाह। राजर्षि शुकशैलमा हुर्किएका हुनाले उनको बाल्यकाल सुखद नै रह्यो भन्न सकिन्छ। जन्मदा बित्तिकै आमा गुमाउनु परे पनि आफ्नी सौतनी आमाको भरण पोषणमा हुर्किएका गौतम बुद्ध 16 वर्षको उमेर पुगेपछि उनको विवाह यशोधरा नामकी राजकुमारीसँग भयो। यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो। वैराग्यता र गृहत्याग। बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकी कै क्रममा उनले बुढो रोगी मानिसलाई देखे, उनले मानिस मरेको पनि देखे। यसबाट उनमा वैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ, के कारणले बुढो हुन्छ, के कारणले मर्छ भन्ने प्रश्नले उनलाई वैरागी बनायो। यिनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत प्रवाह नगरी 29 वर्षको उमेरमा उनी एक दिन राति सुटुक्क दरबार छोडेर निस्किए। उहाँको तपस्या र बुद्धत्व। संसारको
निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारबाट मुक्ति पाउन चाहे। उनमा संसारप्रति कुनै मोह बाँकी रहेन। उनलाई सबै कुरा क्षणभङ्गुर लाग्यो। उनमा संसारप्रति वैराग्य उत्पन्न भयो। वैराग्यका कारण विभिन्न ठाउँमा भौतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे। तपस्या गर्दै गर्दा उनले बुद्धत्व प्राप्त गरे। उनी सांसारिक दुःखको जडसम्म पुगे र बुझे कि संसारमा आफ्नो भन्नु केही छैन। संसारमा दुःखको जड भनेको मान्छे आफै हो। बुद्धले आफ्ना शिक्षालाई धम्म विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाइएको नियमहरूको सङ्ग्रह भन्ने बुझिन्छ। धम्म भन्नाले दुःख मुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएको शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा सङ्ग्रहित गरिएको छ र जसमा बुद्धका 82,000 उनका प्रमुख शिष्यहरूका 2,000 गरी 84,000 सूत्रहरू सङ्ग्रहित छन्। बुद्धले दुःख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिँदैनथे। उनी भन्थे, भिक्षुहरू म 2 कुरा मात्र सिकाउँछु, दुःख र दुःख मुक्तिको उपाय। बुद्धको प्रयोगात्मक शिक्षालाई 3 किसिमले वर्गीकरण गर्ने चलन छ, शील, समाधि र प्रज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःखको मुक्तिको अवस्थामा निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा 4 आर्य सत्यलाई पूर्ण रूपले बुझ्दै जान सकिन्छ। 4 आर्य सत्यहरू यस प्रकार छन्। 1, दुःख सत्य, दुःख छ भन्ने कुरा र यसको अवस्थाको बुझ। दुःखको कारण सत्य, दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध। दुःखको निवारण सत्य, दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार। दुःखको निवारणको मार्ग सत्य, दुःखको निवारण गर्ने र आर्य अष्टाङ्गिक मार्गको बोध र यसको पालना। आर्य अष्टाङ्गिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गीकरण गर्ने गरिन्छ। धार्मिक सिद्धान्त। बुद्धको केन्द्रीय दार्शनिक सिद्धान्त प्रतीत्य समुत्पाद हो। बुद्धले सम्पूर्ण आधारभूत गुणहरू, अनित्य, दुःख र अनात्मको बारेमा प्रकाश पार्नुभयो, जसलाई बुद्धको आधारभूत सिद्धान्तका रूपमा चिनिन्छ। महापरिनिर्वाण। संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतंक, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु भारतको कुशीनगरमा ईसापूर्व 486 को वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् जन्मदिनमा नै भएको थियो। उनले 80 वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए। बुद्धको ख्याति। नेपालको लुम्बिनीमा आजभन्दा करिब 2600 वर्ष पहिला जन्मिएका गौतम बुद्धको ख्याति वर्तमान विश्वभर फैलिएको छ। आजभोलि धेरै देशका मानिसहरू एक आदर्श तत्त्वज्ञानी पुरुषको रूपमा बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका प्रवर्तकका रूपमा गौतम बुद्धलाई निकै श्रद्धाका साथ सम्मान गर्दछन्। धार्मिक सहिष्णुता। गौतम बुद्धलाई केही हिन्दू पुराणहरूमा भगवान विष्णुका अवतार मध्ये एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ। यसले सर्वसाधारणमा धार्मिक सहिष्णुता कायम गर्न निकै मद्दत पुर्याएको छ। नेपालमा बुद्ध धर्म अन्य धर्महरूसँग अत्यन्त सहिष्णुता भावमा चलिआएको छ। धन्यवाद साथीहरू, अन्तिमसम्म सुन्नुभयो धन्यवाद। च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई प्रेस गरिदिनु होला। धन्यवाद।